जोजलपा नमस्ते। आज पनि समय सन्दर्भ लिएर उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा दिलीप कुमार महजन र म शङ्कर थापा जोडिनु भएको छ। नमो बुद्ध नगरपालिका यो काठमाडौँ उपत्यकाबाट पूर्वपट्टि पर्छ। धुलीखेल बनेपा धुलीखेल यो एरियामा पर्छ। पनौती यो एरियामा पर्ने नमो बुद्ध नगरपालिका हो। आज मसँग सम्पर्कमा आउनुभएको छ रामदेवी लामा, नमो बुद्ध नगरपालिकाका उपमेयर। म उहाँसँग नमो बुद्ध नगरपालिकाको बारेमा केही कुराकानी यहाँहरूलाई प्रस्तुत गर्न गइरहेको छु। सबभन्दा पहिल्यै म स्वागत गर्न चाहन्छु। उपमेयरज्यू नमस्कार, स्वागत छ हाम्रो कार्यक्रममा। हेलो हेलो, मलाई सुन्नुभएको छ? हेलो, हामी लगातार सम्पर्क गर्ने कोसिसमै छौँ। अहिले हामी सम्पर्क गर्ने कोसिस गरिरहेका छौँ नमो बुद्ध नगरपालिकाका उपमेयर रामदेवी लामाज्यूसँग कुराकानी गर्ने कोसिस गरिरहेका छौँ। हेलो हेलो, उहाँसँग सम्पर्क हुन सकेको छैन। हामी कोसिस निरन्तर जारी राखिरहेका छौँ। अब हेलो, यो कोरोना भन्ने रोग अहिले जुन हाम्रो देशमा पनि व्यापक रूपमा फैलिरहेको छ, हाम्रो कीर्तिपुर नगरपालिकासँगै जोडिएको यो नगरपालिका चन्दागिरी नगरपालिकामा अहिले व्यापक महामारीकै रूपमा झन्डै फैलिसकेको छ। एकदमै सङ्क्रमितहरूको सङ्ख्या बढेको हामीले भर्खरै पढेर सुनायौँ। त्यहाँ 551 जना सङ्क्रमित भइसक्नु भएको छ। यसैले अब हाम्रो सम्पर्क भइसकेको छ। मलाई प्राविधिक मित्रले जानकारी दिनुभएको छ। नमो बुद्ध नगरपालिकाका उपमेयर रामदेवी लामाज्यूसँग हामी कुराकानी गर्दैछौँ। सबभन्दा पहिले म स्वागत गर्न चाहन्छु रामदेवी लामाज्यू। नमस्कार उपमेयरज्यू। नमस्कार। यो नेवा एफएममा म यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। हामी चाहिँ अहिले समय सन्दर्भ कार्यक्रममा छौँ। समय सन्दर्भमा समसामयिक विषयहरू प्रस्तुत गरिरहेका छौँ र आज अहिले चाहिँ हामी कोरोनाको महामारी भएको हुँदा कोरोनालाई विशेष प्राथमिकता साथ प्रस्तुत गरिरहेका छौँ। अहिले काठमाडौँ नगरपालिकाबाट पूर्वको यो नमो बुद्ध नगरपालिकामा त्यहाँको वस्तुस्थिति के छ? अब यो पहिलोपल्ट लकडाउन हुँदा र अहिले दोस्रोपल्टको लकडाउनको स्थितिमा के कस्तो किसिमको अवस्था छ, त्यसबारे बताइदिन सक्नुहुन्छ कि? पहिलोपल्टको लकडाउन? हजुर, पहिलोपल्टको लकडाउन हुँदा त एकदमै अब जो सबै मान्छेहरू सतर्क भएको थिए होइन। हजुर, एकदम सुरक्षित बसेका थियो र गाउँघरमा चाहिँ अलिकति अब भनेको नटेर्ने नमान्ने होइन। हजुर, गाउँमा चाहिँ अलि नमान्ने, अनि प्रशासन अलिकति लगाउनु पर्ने, अनि त्यहाँबाट अलिकति जो कडाइ थियो, प्रशासनले कडाइ गरेको थियो, तर मान्छेहरूले त नटेरेर दुःख दिन्थ्यो के। हजुर हजुर। अनि यसो गर्दाखेरि अनि त्यस पछाडि त अब भनौँ न रेडियो टिभी सामाजिक सञ्जाल यसबाट उहाँले धेरै ज्ञान पाइसक्नु भएको थियो। त्यतिखेर चाहिँ उहाँले सेनिटाइजर अरू मास्कहरू त प्रयोग गर्नुहुन्थ्यो नि? ज्ञान त पाएको, ज्ञान पाएन। गाउँतिर त मास्क सास्क केही लाउँदैनन्। त्यहाँ खुल्ला भयो, त्यस पछाडि त्यतिको सङ्क्रमण छैन होला? होइन, खुल्ला नहुँदा पनि लाउँदैन गाउँतिर त, मास्क लाउँदैन। ए, अहिले पनि त्यो नलगाएको स्थिति हो? हजुर, अहिले पनि लाउँदैन गाउँतिर त, कसैले पनि लाउँदैन। त्यो गाउँमा भने मतलब अब थोरै घरहरू भएको ठाउँमा? हजुर, गाउँमा। अनि बजारतिर त लगाउँछन् होला नि होइन? बजारतिर चाहिँ लाउँछन्। हजुर हजुर। अनि अब गाउँको बजारमा त्यसै हो, बजारमा पनि लाउँछन्, सानो बजार होइन? अनि हाम्रो त्यहाँनिर अब नगरपालिकाले त्यो सेनिटाइजरहरू भनौँ न हात धुने ठाउँ यस्तो त केही बनाइदियो होला नि बजारमा? बनाइदिएको छ। धुने हात धुने ठाउँहरू उहाँहरू सचेत हुनुहुन्छ नि? सेनिटाइजर पनि बाँड्यो, मास्क पनि बाँड्यो। हजुर, सबै कुरा बाँड्यो पहिला चरणमा। हजुर, अनि दोस्रो चरणतिर पनि बाँड्यो। हजुर। अनि अहिले चाहिँ बाँडेको छैन।
अनि अनि अहिले सङ्क्रमण अलिक बढेको स्थिति आइरहेको छ जताततै भनौँ न न्युजहरू हामी सुन्छौँ अब भनौँ न काठमाडौँ उपत्यकाको मेयर भयो ललितपुरका मेयर भयो धेरै यहाँ उपत्यकाका मेयरज्यूहरूलाई लागिसकेको छ यो अवस्थामा हाम्रो नवबुद्धको स्थिति चाहिँ के कस्तो छ हजुर अब कोरोनाले चाहिँ काठमाडौँ उपत्यकाका विभिन्न मेयरज्यूहरूलाई पनि समातिसकेको स्थिति छ अनि हाम्रो नवबुद्धमा चाहिँ सामाजिक राजनीतिक कार्यकर्ताहरू चाहिँ स्वस्थ हुनुहुन्छ नि कोरोना सङ्क्रमण त अब बढ्ने टाइमै हो नि अहिले हजुर अनि हाम्रो नवबुद्धमा हाम्रो अब भनौँ न यो समाजसेवीहरू त स्वस्थ हुनुहुन्छ नि हजुरहरू नवबुद्ध नगरपालिकामा त खासै बढेको छैन अहिले ए पहिले पनि बढेको छैन अहिले पनि बढेको छैन पहिला ठिकै थियो त्यस्तो साह्रो छैन थोरै मात्रामा देखिया छ हजुर अनि नगरपालिकाले अब यो स्वास्थ्य कर्मीहरू सुरक्षा कर्मीहरूलाई चाहिँ केही राहत भनौँ न केही सुविधा भनौँ न भत्ता यस्तो दिया छ हजुर हजुर स्वास्थ्य कर्मीहरू र सुरक्षा कर्मीहरू हुन्छन् नि नगरपालिकामा काम गर्नेहरू उहाँहरूको निमित्त कुनै किसिमको सुरक्षा भत्ता भनेर नगरपालिकाले उपलब्ध गराएको छ स्वास्थ्य कर्मीहरूलाई त दिएको छ ए अनि त्यो चाहिँ नगरपालिकाकै बजेट होइन नगरपालिकाकै बजेट भन्नु पर्यो स्वास्थ्यको लागि त्यहाँ सङ्क्रमितहरू लगभग कतिजना जस्तो अन्दाजी कतिजना जस्तो होला हजुर अहिले नगरपालिकामा सङ्क्रमितहरू त अहिले त निको भइसक्यो सबै ए अब यो निको भइसकेपछि पनि भनौँ न अब भन्दाखेरि अब त्यहाँ समाजमा त त्यस्तै हुन्छ नि फलानालाई कोरोना लागेको छ निको भयो अब यसको नजिक जानु हुँदैन भन्ने किसिमको भावना छ नि त्यहाँ समाजमा कस्तो छ त्यहाँ समाजमा त त्यो त भइहाल्छ नि उहाँहरूले चाहिँ नि भनौँ न अलिकति छिछि दूर गर्ने घृणा गर्ने किसिमको केही भावना छ पहिला त त्यो क्वारेन्टाइनमा राख्ने मान्छेलाई लिनै नआउने हजुर आफ्नै घरको मान्छे लिन नआउने गरेको भन्ने सुनेको थियो कोरोना नलागिकन पनि ए हजुर अनि यो विषयमा चाहिँ हामी नगरपालिकाले अलिकति जनचेतना जगाउने काम पनि केही गरे होला नि जनचेतना त गरेको छ जनचेतनाहरू धेरै जगाएको छ अब के अरे माइकिङ गर्ने हजुर नेक्स्ट वडामा सूचनाहरू पठाउने अनि जनचेतनामूलक कामहरू धेरै गरेको छ ए हजुर अनि त्यहाँ हाम्रो एम्बुलेन्सहरूको व्यवस्था भनौँ न त्यस्तोहरू एम्बुलेन्स छ दुईवटा छ आइसोलेसनहरू कति ठाउँमा बनाउनु भएको छ हजुर त्यहाँ आइसोलेसन त एक ठाउँ मात्रै हो ए कुन ठाउँमा हस्पिटल हो कि अब स्कुलहरू केहीमा प्रबन्ध गर्नुभएको छ भकुण्डेको स्कुलमै हो जरङमारीमा ए त्यहाँ कतिजना जति अन्दाजी होला न हजुर अहिले अहिले त छैन ए अहिले छैन है ए भनेपछि आइसोलेसनमा कोही पनि छैन ए अहिले धेरै राम्रो है त्यहाँ सङ्क्रमण त्यति फैलिएको रहेनछ है त्यो बस्ती अलि कम जनघनत्व भएको ठाउँ भएर होला सङ्क्रमण त्यति फैलिन पाएको छैन धेरै राम्रो कुरा हजुर अनि त्यस पछाडि अब यो कोरोनालाई भनौँ न अब कोरोनाबाट बस्नको लागि अब हाम्रा श्रोताहरूलाई के गर्नुपर्ने छ यस्तो खासो केही जानकारीहरू दिनुहुन्छ कि कोरोनाबाट बच्नलाई त सबभन्दा पहिला त आफू सुरक्षित हुनु पर्यो जनचेतनामूलक कार्यक्रम गरेको छ सेनिटाइजरहरू लगाउनुपर्छ मास्क लगाउनुपर्छ भनिरहेको छ सातपानी खानुपर्छ हजुर साबुनले हात धुनुपर्छ हजुर त्यही हो अनि औषधिहरू अब सिधामोड खाने ज्वरोहरू जाँच्ने हजुर बेसार पानीहरू खाने हजुर अब औषधि निस्किएको छैन के खानु र त्यही त हो नि औषधि त अहिले ननिस्केको अवस्था हो हजुर अब यसमा अनि हाम्रो गाउँघरमा त हुन्छ नि अब यो परापूर्वकालदेखि नै हामीले खाँदै आएका यो हाम्रै घरपेटी आँगनमै पाइने बुटीहरू हजुर त्यस्तो बुर्जहरू त्यहाँ पाइन्छ है गुर्जो चाहिँ अलिअलि पाइन्छ उहाँहरूलाई अब त्यो खाने कसरी भन्ने त्यो विधिहरू त थाहा हुन्छ कि हुँदैन यस विषयमा नगरपालिकाले यसरी खाने भने के सिकाउने प्रविधिहरू के सिकाइदिएको छ सिकाइसक्नु भएको छ है यसले गर्दाखेरि पनि उहाँहरूको रोगसँग लड्ने क्षमता बढेर होला अहिले नवबुद्धमा चाहिँ सङ्क्रमितको सङ्ख्या ज्यादा नै न्यून रहेको यहाँले बताउनुभयो हजुर धेरै खुसी लाग्यो यहाँसँग कुरा गर्न पाएँ र नवबुद्ध काठमाडौँ उपत्यकाबाट अलिकति टाढा भए पनि त्यहाँ राहत पनि बाँड्नु भएको छ हजुर राहत पनि बाँडिसक्यो दोस्रो चरण तेस्रो चरण 2-3 चोटि बाँडिसक्यो ए यो नगरपालिकाकै बजेटबाट कि सरकारी कोही बाहिरबाट सहयोग आएको ए हजुर कोही नगरपालिकाको बजेटबाट हजुर
कोही व्यक्तिहरूले सहयोग गर्नुहुन्छ, कोही गुम्बाले। ए हजुर अनि के हो भन्छ एउटा एलोभेरा कि एलोभेसन कि के भन्ने हजुर गरेर बाँडिरहेको छ। ए अनि अब कुनै कमी त छैन होला, अब जनचेतना पनि जगाइसक्नुभयो, अब नागरिकहरूलाई चेतना दिनुभएको छ। औषधिहरू पनि अब भनौँ न ठ्याक्कै त्यही औषधि नभए पनि अब बस्न सक्ने औषधि भनौँ, प्राकृतिक औषधिहरू भयो, यहाँ यो पनि जानकारी दिइसक्नु भएको छ। अब यो बाहेक पनि अब भनौँ न अब कुनै किसिमको सूचना हाम्रो श्रोताहरूलाई दिनुभयो, धेरै राम्रो हुन्थ्यो। केही सूचना दिन चाहनुहुन्छ कि? सूचना भनेको त त्यही हो, हामीले अब आफू सुरक्षित हुनु, मास्क लाउनुहोस्, सेनिटाइजर लाउनुहोस्, हजुर साबुन पानीले हात धुनुहोस्, हजुर अब भिडभाडमा नहिँड्नुहोस् भन्ने हो हामीले त। हस् हजुर हजुर अनि उहाँहरूलाई अब बेसार पानीहरू ताप पानीहरू खानु, राम्रोसँग आफू सुरक्षित हुनुहोस् भनेर धेरै कुराहरूको अब चेतनामूलक कार्यक्रमहरू त अब सूचनाहरू त गरिरहेछ मिडिया मार्फत। हजुर अनि अब गाडीमा माइकिङ गरेर धेरै गरेछ। ए धेरै राम्रो हजुर। लास म यहाँसँग आज जोडिन पाएँ, धेरै खुसी लाग्यो। भविष्यमा पुनः जोडिने आशा गर्दै स्वस्थ रहनु होला भन्दै म आज यहाँबाट छुट्टिन चाहन्छु, नेवा एफएमबाट छुट्टिन चाहन्छु। धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँलाई पनि धेरै धेरै। उहाँ हुनुहुन्थ्यो नमोबुद्ध नगरपालिकाका उपमेयर रामदेवी लामा। अब यो जानकारीसँगै अब म तपाईँहरूलाईबाट छुट्टिन चाहन्छु। प्रविधि संयोजनमा सराना महर्जन, दिलीप कुमार महर्जनका साथै म शङ्कर थापा आज्ञा चाहन्छु। नमस्ते, शुभ।